नमस्कार हजुरहरू सबैलाई मेरो नौलो किचनमा यहाँहरूलाई हार्दिक स्वागत छ। आजको भिडियोमा म ग्यास्ट्रिक र पाइल्सको लागि उपयुक्त मानिने एउटा घरेलु उपाय औषधि बनाउँदैछु। यो एकदमै सजिलो तरिका हो, घरमै पाइने सामग्रीबाट बनाउन सकिन्छ। त्यसैले भिडियो अन्तिमसम्म नछोडी हेर्नुहोस् है। बीचमा धेरै काम लाग्ने जानकारीहरू पनि छन्। यदि भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, कमेन्ट गरेर आफ्नो विचार दिनुहोस् र सेयर गरेर अरूलाई पनि जानकारी दिनुहोस्। नयाँ भए हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु है। धन्यवाद। म अब सामग्री बनाउनेतिर लागेँ। आजको छ घरमै पाइने हाम्रो भान्साको मसला, जुहानो, आलस, सोप अनि हिङ, बिरेनुन सबै मिलाएर मैले एउटा ग्यास्ट्रिकको धुलो बनाएकी छु। यसलाई हामी ग्यास्ट्रिकको धुलो भनेर बजारमा किन्न जान्छौँ, तर हामी नजानेर जान्छौँ। घरमै बनाउनुहोस् र आफ्नो स्वास्थ्यलाई एकदम ख्याल गर्नुहोस्। म आज जुहानो भुट्दैछु र सोप पनि भुट्दैछु। त्यसपछि मैले आलस, ल्वाङ, सुकमेल सबै चिज मिलाएर यो एकदम स्वादिष्ट र उपयोगी हाम्रो ग्यास्ट्रिकको औषधि हो। हजुरहरूले पनि यस्तै औषधि बनाएर घरमै खाने बानी बसाल्नुहोस्। यो बच्चाहरूको लागि पनि एकदमै राम्रो, तर ल्वाङ र सुकमेल अलि गर्मी भएको हुनाले बच्चालाई कम दिनुहोला। पाको मान्छेले हामीले भात खाने चम्चाको 1 चम्चा बिहान खाली पेट खाँदाखेरि एकदमै राम्रो हुन्छ। सामान बनाउँदा एकदम बराबर गरी बनाउनुहोला। हाम्रो आलस त यस्तो राम्रो चिज हो कि हामी चटनी बनाएर पनि खान सक्छौँ। चटनी बनाएर दिनदिनै खाँदा हाम्रो पेट एकदम सफा हुन्छ। पेट सफा भएपछि हामीलाई धेरै रोगबाट मुक्त हुन्छौँ। हामी चटनी बनाएर पनि खान मिल्ने, त्यसपछि यस्तै औषधि बनाएर पनि खान मिल्ने एकदम राम्रो हाम्रो आलस। त्यस्तै जुहानो पनि एकदम राम्रो हुन्छ। थोरै बिरेनुन हालेर जुहानो पिसेर 1 चम्चा पानी, मनतातो पानीमा खायो भने हाम्रो पेट सफा हुन्छ। बच्चाहरूलाई पनि थोरै दिँदाखेरि बच्चाहरूलाई पनि कहिले कहिले गोटा पर्ने गरेको हुन्छ। गोटा पर्न दिँदैन यसले। म त हेर्नु सधैँ यस्तै बनाएर खान्छु। हाम्रो जो वेट बढेको हुन्छ नि, यो वेट पनि एकदम राम्रोसँग घटेको हुन्छ। वेट बढेको